आज किसान भण्डारी हाम्रो एसोसिएसनको मात्र होइन, बमबस्तीको मात्र होइन, एउटा कालेबुङको गौरव हो। सभापति राजु मुख्य सचिव सोमनसिंह लेप्चा, भाइस प्रेसिडेन्ट खजानजी हाम्रो पार्टी सदस्य, भाइस प्रेसिडेन्ट भरत अधिकारी र भाइस मन्त्री आलोक तपाईं र हाम्रो प्यारो जगत जननी जन्मभूमि कालेबुङ आमालाई स्मरण गर्दै आज कालेबुङ सिक्किम अल हाइवे ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएसनको वार्षिक सभा राखिएको छ र यस सभाको हाम्रो आजका सभापति महोदय सम्माननीय श्रद्धेय दाई किशोर दाजुको अनुमति दिँदै स्वागत भाषण हजुरको समक्षमा राख्न गइरहेछु। यसर्थ हाम्रा कालिम्पोङ सिक्किम अल हाइवे ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएसनका हाम्रा संस्थापक अध्यक्ष महोदय सम्माननीय राजु गुरुङ दाजुलाई हामी आजको सभामा धेरै धेरै स्वागत साथै अभिवादन गर्न चाहन्छौँ। र हाम्रो कृतज्ञ भाइले छोटोमा एकदमै राम्रोसँगले सम्पूर्ण सदस्यहरूलाई समेटेर दिपेश राई, दिपास राई अन्त बुद्ध थापा जो मगनदेखि आउनुहुन्छ र उहाँहरूको परिचय तपाईँहरूलाई गराउँदैछु है। तेन्जिङ भुटिया, मङ्गल हेमरान, दिपास राई, नासिर हुसेन र बुद्ध किरण कुमार थापा, जो एउटा तपाईँहरूलाई यो सूचना पनि गराउन चाहन्छु। हुन त पहिलेदेखि हाम्रो मङ्गलको गाडीलाई एउटा जग्गा हामीले बनाउने कोसिसमा थियो र हामीले सिक्किमबाट आउने गाडीहरूसँग प्रतिनिधिहरूसँग एउटा सानो कार्यक्रम राखेर मिटिङ राखेर उहाँहरूलाई कसरी एडजस्ट गर्ने, किनभने यसरी नयाँ नयाँ रूपमा हामीले गाडी हाल्नुमा बोल्दैछु र आजको यो मिटिङमा तपाईँहरूलाई भयो र यसरी संस्थाको नियम कानुनलाई फलो गरेर यसरी जम्मा हुनुभएकोमा आफ्नो बहुमूल्य टाइमलाई लिएर यसरी जम्मा हुनुभएकोमा तपाईँहरूलाई म मेरो आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। जे छ अडिटमा खातामा जे छ योपालिदेखि चाहिँ हामीले नयाँ उयो गरेको छौँ। अडिटमा एक्युरेट कहीँ केही मिस्टेक छैन, तपाईँहरू चेक गर्न सक्नुहुनेछ र 2025-26 टिल डेटसम्मको अलिकति उहाँले तपाईँहरूलाई हिसाब किताब बुझाइदिनुहुनेछ भनेर म योजनालाई यहाँ दिँदै गर्छु। लास्ट ब्यालेन्स कति छ त्यो तपाईँहरूलाई पठाइदिन्छु है। अनि अहिले अप्रिल मे जुनको त्यो अहिले अब पछाडि अर्को साल या त अहिले म ह्यान्डी टिकट मेरो ह्यान्डी टिकट ओभर हुन्छ त्यतिखेर म तपाईँहरूलाई पठाइदिन्छु। कसैको यो खाता तपाईँलाई अहिले म इन्डिभिजुअली सकेर पठाइदिँदैछु, नाम बताउँछु। कलेक्सन चाहिँ 9,26,000 चाहिँ टेक्सटाइललाई डिपोजिट गरेको छ। 9 महिना कलेक्सन गर्नु, त्यो कलेक्सनबाट चाहिँ जम्मा गरेर चाहिँ टेक्सटाइललाई त्यो 9 महिना दिँदैन। फर्स्ट त्यसमा फेरि हाम्रो 2025 अगस्तदेखि 2026 यो लास्ट इयर अडिट भनेर रिक्वेस्ट गर्नुभएको छ र उहाँलाई पनि एउटा विधायक कार्यक्रम आज हामीले यो छोरा जो विगत धेरै लामो समयदेखि हाम्रो संस्थामा एउटा ड्राइभर भएर खटेर आफ्नो नानीलाई यो उच्च कोटिको शिक्षामा एउटा पिएचडी जस्तो
उच्च शिक्षा प्रदान गरेर हासिल गरेर हामी समक्ष अहिले हुनुहुन्छ। उहाँलाई जिम्मेवारी दिउँ र उहाँको पनि एकदमै व्यस्तता धेरै छ हामी बुझ्छौँ र पनि हाम्रो यो दिनलाई स्वीकारेर आज हामी समक्ष उपस्थित हुनुभएको छ। उहाँलाई हाम्रो संस्थाको पक्षबाट धेरै धेरै स्वागत तथा अभिनन्दन गर्दछौँ। ज्ञानको दीपले उज्यालो बनाएको बाटोमा हजुरका पाइला सदैव अग्रसर रहनु। सेवामा डाक्टर विशाल भण्डारी, तल्लो बमबस्ती, कालेबुङ। महोदय, ज्ञान साधना र समर्पणको उज्यालो यात्रामा एक महत्त्वपूर्ण शिखर चुन्दै हजुरले सिक्किम मणिपुर विश्वविद्यालयबाट गणित विषयमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको सुखद समाचारले हामी सबैलाई अत्यन्त गौरवान्वित र हर्षित तुल्याएको छ। कुनै पनि उपलब्धि केवल प्रमाणपत्रको प्राप्ति मात्र होइन, यो वर्षौंको कठोर परिश्रम, अनुशासन, धैर्यता र अटल सङ्कल्पको प्रतिफल हो। गणित जस्तो गहन र चुनौतीपूर्ण विषयमा विद्यावारिधि उपाधि हासिल गरेर हजुरले शिक्षा क्षेत्रमा एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ। दिनको निम्ति हाम्रो संस्थाको सभापति र सचिव महोदयलाई माथि अनुरोध गर्दछु। सचिव महोदयबाट सभालाई सम्मान गर्दछौँ। D2B विश्वविद्यालय अनन्तपुर क्याम्पस आन्ध्र प्रदेशबाट जैविक विज्ञान विषयमा स्नातक ल्याएको छ। यो उपलब्धि केवल परीक्षामा प्राप्त नतिजा मात्र नभई हजुरको अथक परिश्रम, अनुशासन, लगनशीलता, आत्मविश्वास तथा अभिभावक र गुरुहरूको मार्गदर्शनको सुन्दर प्रतिफल हो। आउने उज्जवल भविष्यको निम्ति दिइराखेको छ। भाइले पनि कार्य गर्नुभएको छ। आर्थिक शिक्षासँग पढेर तपाईँ राम्रो रिजल्ट ल्याएर फेरि पनि हामी समक्ष त्यसरी नै आजका सभापति महोदय, उहाँको अनुमति लिँदै बृहत विषय हो शिक्षा। तर शिक्षाको ज्योति बिना समाजै अन्धकार हुन्छ। शिक्षाको ज्योतिले संसारै उज्यालो बनाउन सक्छ भन्ने तथ्यलाई आज यो एसोसिएसनले प्रमाणित गरिदिएको छ। सबैको नजरमा सिक्किम, कालेबुङ सिक्किम ड्राइभर एसोसिएसन भन्ने जुन चाहिँ एउटा भनाइ थियो, त्यसलाई तपाईँहरूले शिक्षाको क्षेत्रमा हाम्रो एसोसिएसन कतिको कन्सियस छ, कतिको सचेत छ र हाम्रा नानीहरूलाई हामी ड्राइभर दाजुभाइहरूले कुन कुन अवधारणा पुर्याउन सकेको छौँ भन्ने प्रमाण आज प्रत्यक्ष रूपमा तपाईँहरूले यहाँ देखाइदिनु भएको छ। आज विशाल भण्डारी हाम्रो एसोसिएसनको मात्र होइन, बमबस्तीको मात्र होइन, एउटा कालेबुङको गौरव हो, जसले आज म्याथमेटिक्समा विद्यावारिधिको सम्मान डिग्री लिएर यहाँ आउनुभएको छ। यो सम्पूर्ण कालेबुङ र पहाडको र गोर्खेस्थानको उपलब्धि हामीले मान्नुपर्छ। ऊ पनि एउटा ड्राइभर पेसामा
दिनरात गाडी चलाएर दुःख गरेर प्राइमेरी स्कुलदेखि लिएर उच्च स्तरको शिक्षासम्म प्रदान गर्ने श्री नरेश भण्डारीज्यूको देन उहाँको परिवारको मेहनतले आज सम्पूर्ण हाम्रो एसोसिएसनलाई नै श्री ठाडो गरेर हाम्रो एसोसिएसनमा पनि एकजना पिएचडी मान्छे छ भनेर हामीले छाती खोजेर भन्न सक्छौँ। आज उहाँहरूलाई हेरेर आउने नानीहरूलाई पनि शिक्षाको क्षेत्रमा हामीले प्रेरणा दिन सक्नुपर्छ। शिक्षाको बाटो धेरै अप्ठ्यारो छ, सजिलो छैन। त्यो गन्तव्यमा पुग्नलाई धेरै परिश्रम हामीले गर्नुपर्छ। सानातिना अडचनहरूलाई नागेर पनि घरको समस्या हुन्छ, घरमा सबै थोक बाबुआमाले पूर्ण रूपले दिन नसक्लान्, त्यो सबैलाई हाम्रा नानीहरूले आत्मसात गरेर मेरो बाबुआमाले यति दुःख गरेर यति परिश्रम गरेर रातभरि सुती नसुती पटुकी बाँधेर खाइ नखाइ भए पनि हामीलाई टाई सुट लाएर पढाउँदैछन्, हामीलाई कलेज पठाउँदैछन्, बाहिर पठाउँदैछन्। यो विचार चाहिँ नानीहरूमा आउनु एकदमै अनिवार्य जस्तो मलाई लाग्छ। किनभने हामी कोही पनि हाई प्रोफाइलबाट आएको मानिसहरू छैनौँ। हामी सबैको आर्थिक स्थिति त्यस्तै भए तापनि हामीले हाम्रो नानीहरूलाई दुःख गरेर क्वालिटी एजुकेसन दियौँ, राम्रो स्कुलमा पठाउँ, राम्रै पढेर जाओस् भन्ने हाम्रो धारणा हुन्छ। अहिले तपाईँहरूले देखिरहनु भएको छ हाम्रो सोसाइटीमा विशेष गरी यो ड्रग्स एडिक्सन यति बेसी फैलिएर गएको छ। नशालु पदार्थको सेवनले हाम्रो व्यक्तिगत नानीहरूलाई मात्रै नभएर एउटा समाजमै एउटा कलङ्कको रूप लिइरहेको छ। विशेष गरी नानीहरूलाई म यहाँबाट यही भन्न चाहन्छु, तिमीहरूको भविष्यको ठुलो हडल्स, तिमीहरूको भविष्यको ठुलो अडचन तगारो नै यही नशालु पदार्थ सेवन गर्ने साथीहरूसँग हिँड्नु बस्नु बोल्नु हुँदैन जस्तो मलाई लाग्छ। किनभने उनीहरू चाहिँ बोरामा पुगेको आलुहरू, त्यो आलुले चाहिँ अरू आलुलाई कुमाउँछ तर राम्रो बनाउने कहिले पनि प्रयत्न गर्दैन। त्यसले गर्दाखेरि समाजमा यस्ता नकारात्मक सोच बोकेका धेरै व्यक्तित्वहरू छन्। ती सम्पूर्ण व्यक्तित्वहरूलाई नकारेर आफ्नो लक्ष्यलाई अगाडि राखेर हामीले एजुकेसनलाई नै प्रायोरिटी दिएर अगाडि बढ्यौँ भने भोलिको दिनमा हाम्रो एसोसिएसनबाट सयौँ किसानहरूलाई हामीले जन्माउन सक्छौँ भन्ने तपाईँहरूलाई प्रतिश्रुति दिँदै यो विषयको सभापति महोदयबाट घोषणा बनाएर हामी टाढालाई यस सम्मान एवं विदाय पत्र हस्तान्तरण गर्दैछौँ। यो संस्थाले हाम्रो प्रधानमन्त्री उहाँले दिनुभएको कृषिमा प्रदान गरिरहेछ। हामी अनुरोध गर्छौँ। यहाँ साथीभाइहरूले भन्नु हुँदै थियो